आज हामीहरूले यता घोस्टको खोज गर्न फेरि आइसकेका छौँ। अहिले राति 11:27 बजिसकेको छ गाइज र हामीहरूले यति टाढा छौँ कि यता घोस्ट अहिलेको रस्ता यो सुनसान छ। तपाईँहरूलाई म जानकारी गराइदियो, यही रोडलाई हामीहरूले फेरि रिनोभेट गर्नवाला भिडियोज बनाएको थियो। तपाईँले त्यो भिडियो हेरेको छैन भने यो भिडियो हेरिराख्नु होला है। अहिले गाइज 11:28 PM भइसकेको छ। तपाईँहरूले डेट पनि हेर्न सक्नुहुन्छ। अहिले कतिकै डेट भएको छ गाइज। अहिले हामीहरू फेरि गर्ने बेला छौँ घोस्टको खोज। तपाईँहरूले च्यानललाई सब्सक्राइब गरेको छैन गरिदिनु होला। अब हामीहरूले उतासम्म जानेवाला छौँ र तपाईँहरूलाई एउटा यस्तो हन्टेड बेड देखाउने बेला छौँ जसमा तपाईँहरूले हेर्न बित्तिकै लाग्छ कि यो धेरै राम्रो छ, तर किराहरूले चाहिँ आफ्नो काम धेरै राम्रोसँग गरिरहेको छ है गाइज। अहिले म तपाईँहरूलाई जानकारी गराउँ कि यता अहिले पनि अजिब गरी आवाज आइरहेको छ। हामीहरूले डरको कारणले हेरौँ न कति पसिना भइसकेको छ गाइज। पुरै कपडा भिजिसकेको छ किनभने गाइज 11 बजेको राति धेरै राति भइसकेको होला। अब तपाईँलाई म एउटा चिज जानकारी गराइदियो, तपाईँले यो पेड हेर्न सक्नुहुन्छ है। यो पेड तपाईँले हेर्न सक्नुहुन्छ र उतातर्फ लाग्यो गाइज। अहिले केही न केही हामीहरूको सर्ट जब चाहिँ तब हामीहरू उतातर्फ लाग्दैछौँ। राति धेरै भइसकेको छ र म तपाईँलाई एउटा अझै कुरा हेराएँ। उता पनि एउटा पेड छ है, पास आएर हेराइदियो है। यो हेर्नु कति घना जङ्गल छ यो। र यसमा गाइज आज हामीहरूले फेरि घोस्ट स्टेट एपको मद्दतले भूत हेर्छौँ। के हेराउँछ कि हेराउँदैन ल। अब हामीहरूले त्यो घोस्ट स्टेट एपलाई ओपन गर्दैछौँ। हेर्नु तपाईँहरूले अब गाइज म यसलाई स्टार्ट गर्दैछु। गाइज तपाईँलाई म के भनौँ, हामीलाई डर पनि लागिरहेको छ। हरर जस्तो आवाज आइरहेको छ त्यसमा। तपाईँलाई पसिना भइसकेको छ। तपाईँहरूले पुरै कपडा भिजिसकेको छ गाइज। हामी म र मेरो क्यामेराम्यान दुइटै मान्छे यता छु अहिले। अरू मेरो सँगमा मेरो कुनै पनि टिम होइन। यति दिनसम्म भिडियोज नआएको कारण मेरो टिम नै हो, किनकि उनीहरूले चाहिँ कहिले पनि भिडियो बनाउन गइराखेकै थिएन गाइज। यसमा म हेरौँ कस्तो लागिरहेको छु है। हेराइरहेको छ त्यसमा, हेराइरहेको छ हेरो अहिले। हजुर गाइज हेरो यसमा अहिले कस्तो लागिरहेको छ। र यसमा मान्छेहरूको सरी यो लाइटको कारणले एउटा आएको छ गाइज, एउटा आएको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब हामीहरूले फेरि हेर्छौँ कि यो काम गरिरहेको छ कि गरिरहेको छैन। गाइज अहिले अति डर लाग्यो। तपाईँले एउटा पहिला आवाजहरू रेडी भएको छ नि। अचानकै बज्यो गाइज, त्यता पूजा भइरहेको छ। अब के पूजा हो, 11 बजी रातिको भइरहेको छ यार, कस्तो पूजा हो। डरले त छाती धकधक गरिरहेको छ है। हामीहरूलाई त लाग्छ कि यसलाई भिडियोज बनाउन पाउँदैन गाइज। उता अहिले पूजा भइरहेको छ दक्षिणतर्फमा अर्को गाउँमा। त मेरो घरबाट कल आइरहेको छ कि अहिले पूजा भइरहेको छ, तिमीहरू कता छु 11 बजी रातिको समयमा। अहिले म तपाईँलाई हेराएको टाइम 11:40 भइसक्यो गाइज र भिडियो पनि सुट भएन किनभने यता अचानकै उता पूजा चालु भइसकेको हुन्छ। हामीलाई थाहा थिएन कि आज पूजा हो र यति रातिमा पूजा भइरहेको छ। त्यसको लागि घरको गार्जियनलाई त केही न केही टेन्सन हुन्छ है। अब सरी यो भिडियो यति नै हामीहरू इन्ड गर्दा गइरहेको छौँ। तपाईँहरू नेक्स्ट भिडियोज हामी च्यालेन्जिङ भिडियो लिएर आउनेछौँ। लाइक गरेको छैन लाइक गरिदिनु होला है। अब सरी गाइज यो भिडियो तपाईँहरूसँग म लिएर आएन, त्यसको लागि म क्षमा चाहन्छु।